हामी चाहिँ अहिले तौलिया आउँदैछौँ होइन, भर्खरै बसबाट उत्रियो अनि हामी चाहिँ अब यहाँबाट यसो अगाडि जाँदैछौँ हाम्रो मन्जिलतर्फ। यस्तो छ है तौलिया हावा हो कि तौलिया अरे हो, तौलिया हावा रहेछ, तौलिया हावा। यहाँबाट त इन्डिया पनि नजिकै पर्छ होला होइन? सो गाइस वेलकम ब्याक माई युट्युब च्यानल। हजुर हजुर ल अब हामी ठ्याक्कै यहाँबाट अगाडि जान्छौँ अनि अगाडि गएपछि भेट्यौँ। जस्ट यहाँ चाहिँ हाम्रो प्रवीण सरले चाहिँ घडी बनाउँदै हुनुहुन्छ होइन? प्रवीण सर घडी बनाउँदै हुनुहुन्छ के अरे? त्यहाँनिर छ सरको घडी चाहिँ, सिसा फुट्यायो कि यसको। यहाँनिर चाहिँ टट्टापारामा घडी बनाउँदै हुनुहुन्छ हाम्रो प्रवीण सरले। अनि बाहिरको भ्यू चाहिँ खतरा छ है, आकाश पनि खतरा क्लिनिङ छ है। जस्ट यस्तो छ है वरिपरिको माहौल चाहिँ टट्टापारामा। यता पनि हामी लगाएर प्रदीप सान्डो बस्छौँ। जस्ट हामी चाहिँ यहाँनिर टक्कपारामा खाजा खानु लाग्यो। जस्ट हामी चाहिँ खाजा साजा खाएर टट्टापारामा निस्किसक्यौँ होइन। यहाँ हुनुहुन्छ हाम्रो प्रवीण सर, यिनी चाहिँ गएको थिए यता घुम्न गएको थिए। कति भयो अरे तिमी गएको? त लगभग भयो क्या, 2-3 महिना भयो कि होइन? सायद 2-3 महिना जति भयो कि यिनी गएको। हिजो भर्खरै आयो कि यिनी चाहिँ। अनि त्यसपछि चाहिँ आज हामी यस्तो तौलियातिर घुम्न जाऊँ न दुईजना, यत्रो लङ टाइम पछि भेट भएको भन्ने अरे। अनि त्यही भनेर चाहिँ आज यसो घुम्नलाई, तर खासै रमाइलो चाहिँ भएन आज। अगाडिको भ्यू चाहिँ यस्तो छ यी, दुईजना लखर हिँडिरहेछौँ। फेरि के गर्नु, पुरै इन्डियाको भाइ आउने कि यहाँ। फेरि सामान सस्तो पाइन्छ कि भन्ने सोचिरहेको थिएँ मैले त तौलियातिर, तर होइन रहेछ क्या, होइन रहेछ। होम डेलिभरी साइकलमै हो क्या? ल केही डेलिभरी सेलिभरी यताउति गर्नु पर्यो भने हाम्रो प्रवीण तिवारीलाई सम्झिनु होला। जस्ट अब हामी चाहिँ यहाँबाट निस्किन थालेको। टट्टापारामा यहाँबाट बसमा चढिन्छ एकछिन। त्यहाँ घडी बनाउनु दिएको त्यो बाजेले अझै बनाइदिएको छैन, त्यही भएर चाहिँ खाजा खाना नगराउने यसो। त्यसपछि हामी यहाँबाट जाँदैछौँ। यति चुप आएर बस्छ न तिमी, धेरै बोल्यो कि? धेरै बोले यार नि। अहिले एकछिन पछि बोल्न म दिन्छु त तिमीलाई, दिन्न होला र। यो छ तिम्रो, छैन नि त, यो छ छैन नि त, खै देखाउ त। छैन। 3 गते 2 गते रक्षाबन्धन परेछ, 3 गते होइन। अनि म आउँछु भन्ने सोचेको थिएँ, सो कम्पनीदेखि छुट्टी पाएन नि त, त्यही भएर चाहिँ अब आएन। त्यही भएर त्यो दिन छुट्टी पाएन, भोलिपल्टदेखि चाहिँ छुट्टी पाएँ होइन, 3-4 दिनको। त्यही भएर सो आएको थिएँ। अनि फेरि तपाईँहरू कुन कम्पनीमा काम गर्नुहुन्छ भनेर सोध्नु होला, त्यो चाहिँ हाम्रो राजेशले बताइहाल्नु होला। यही पानी कम्पनीमा पानी भर्ने बेच्ने काम गर्छन् कि यिनले। त्यस्तो होइन, म राइस मिलमा काम गर्छु होइन, स्टिल राइस मिलमा होइन। उहाँको म्यानेजर हुनुहुन्छ, उहाँ महिनाको 50,000 कमाउनुहुन्छ उहाँले। तर के गर्नु, घर आउने 10,000 मात्र गोजा हालेर आउनुहुन्छ। त्यस्तो होइन सो गाइज। अनि त्यस्तो तपाईँलाई स्टिम चामल चाहियो, अनि स्टिम ब्रान्डहरू चाहियो, अनि चामल चाहिँ क्वालिटीको थरी क्वालिटीको पाउँछ हाम्रोमा। चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नु होला। म कन्ट्याक्ट नम्बर चाहिँ तल डिस्क्रिप्सनमा लेखिदिएको हुन्छु होइन। सो त्यही हो, होम डेलिभरीको पनि व्यवस्था छ है हामीतिर है। जस्ट अब हामी चाहिँ यो घडी बनाउनु दिएको ठाउँमा आइसक्यो। अब चट्टापारामा घडी सडी लिन्छौँ अनि त्यसपछि यहाँबाट निस्किन्छौँ। यहाँनिर छ घडीवाला, टक्क बन्दैछ है। जस्ट हामी चाहिँ अब यहाँ तौलियाबाट हिँडिसकेको सुतेर है। सुती कति किलोमिटर रे? 16 किलोमिटर। यसलाई यसरी घुमाउने हो नि बल्ल पछाडि जान्छ कि। जस्ट अब चाहिँ हामी यहाँबाट जान थालेको है, बसमै छौँ हामी। पुरै खाली छ बस चाहिँ। अब यहाँबाट सर्व गइन्छ गोदारी। कति पर्छ थाहा तिमीले यो बसलाई? यो बसलाई कति पर्छ थाहा? यो बसलाई कति पर्छ थाहा? 14-15 लाखमा तिमीले यसको टायर नै आउनु होला। तिमीलाई मुला मैले नाइट बस चाहिँ धनगढी काठमाडौँ चल्ने, फुल एसीवाला, फुल एचडी टिभीवाला, एलइडी टिभीवाला, 37 सिटे नाइट बस ल्याइदिन्छु मैले 12 लाखमा, 12.5 लाखमा। 13 मोडलको फेरि 12 लाखमा बस ल्याइदिन्छ। 13 मोडलको 12 लाखमा ल्याइदिन्छु मैले। कसैलाई चाहियो भने चाहिँ यो मान्छेलाई सम्झिने होला। 12 लाखमा चाहिँ चक्क 12मा बस ल्याइदिन्छ।